भगवान यो के सुन्नुपर्छ है साथीहरू। आज यो रसुवामा गएको जुन बाढी थियो नि, ओ माई गड, मेरो त हात खुट्टा कामेर होइन, बिहानदेखि खाना पनि खाएको छैन क्या मैले। अझै त्यो एउटा भिडियो भाइरल भएको थियो नि, जुन जो चाइनाको बोर्डरमा माथिबाट बाढी आएको कि तल मान्छेहरू भागिराख्नु भएको छ होइन, माथिबाट बाढी आएर लिएर गएको है। आमा उहाँहरूले त ऐया पनि भन्न पाउनु भएन होला कि। यस्तो देख्दाखेरि नि कस्तो नरमाइलो लाग्छ कि। चाडबाड नजिकिँदैछ, यस्तो यस्तो घटना घटिरहेको छ। आखिर कति समयसम्म हो है, कहिलेसम्म हुने हो यस्तो पोहोर। त्यो भदौमा नै जेनजी आन्दोलन भयो, पोहोर पनि अहिले पनि यो भदौमा नै आज यो 10 गते। ओ माई गड, म त त्यहाँको त्यो अवस्था देख्दाखेरि है, त्यहाँ मात्रै होइन कि यो नुवाकोट धादिङतिर पनि के कस्तो भइरहेको के। अझै एउटा न्युज आइरहेको थियो कि साथीहरू, 1650 भएको त्रिशुली माध्यमिक विद्यालयका विद्यार्थीहरू जम्मा 100 जना मात्रै सम्पर्कमा छन् भनेर भन्दाखेरि त मलाई त झन् कस्तो नरमाइलो लाग्यो कि। आखिर यो हाम्रो देशमा के हुन लाग्यो होला, आखिर के हुँदैछ होला। मेरो यो 4 दिनदेखिबाट आँखा फरफराएर कस्तो भइरहेको थियो कि, लिटरली भन्यो भने मेरो यो आँखा फरफराएर कस्तो भइरहेको थियो कि। आज 4 दिन भयो होइन, आज चाहिँ अलिक कम भइरहेको छ। 3 दिनदेखिबाट मेरो आँखा फरफराएर कस्तो भएको थियो, ला मैले त नराम्रो सुन्नुपर्छ क्या हो भन्ने लागिरहेको थियो, नभन्दै क्या। जे हुनु भइसक्यो है। आई होप सबैजना चाहिँ सकुशलै भएको सुन्न पाउनु पाएदेखि कस्तो खुसी हुन्थ्यो होला। अब सबैजना सकुशल त हुनुहुन्न होला नै, जतिजना सकुशल हुनुहुन्छ प्लिज सेफ भएर बसिदिनु होला।